मोबाइलबाट युट्युब च्यानल बनाउँदाखेरि जस्तै अब तपाईँ पहिला आफ्नो युट्युब आइडीमा आउनु होला। म अब युट्युब आइडीमा गएँ। अब यहाँ देख्न सक्नुहुन्छ मेरो तल आइकनमा दिएको हुन्छ यु, त्यहाँ क्लिक गर्ने। अनि अब यहाँ अलरेडी च्यानल तपाईको पुरानो च्यानल होला अथवा जिमेलहरु युट्युबको त्यो, तर हामीले फ्रेश चाहिन्छ त्यसको लागि पहिला स्विच अकाउन्टमा क्लिक गर्ने। स्विच अकाउन्टमा क्लिक गरिसकेपछि एकछिन टाइम लाग्छ, सर्च हुन्छ, अनि तब त्यो आइडीहरु आउँछ सबै। जिमेलमा भएको आइडीहरु सबै यहाँ आउँछ। अब यहाँ यो त्यहाँ खोज्नुहुन्छ तपाई फ्याक्ट नेपाल, अनि यहाँ तल देख्न सक्नुहुन्छ तल फ्याक्ट नेपाल भनेर नो च्यानल। अब यसलाई च्यानलमा क्रिएट गर्नुपर्छ पहिला, तब सेटिङ गर्नुपर्छ। त्यसको लागि फ्याक्ट नेपाल छ, त्यसमा क्लिक गर्ने। अब यहाँ यस्तो छ फ्याक्ट नेपाल। अब यहाँ यु मा क्लिक गर्ने। यु मा अब यो च्यानल भइसकेछ, त्यसमा क्लिक गर्ने बित्तिकै च्यानल भइसकेछ। क्रिएट अ च्यानल यहाँ देख्न सक्नुहुन्छ फ्याक्ट नेपालको तल क्रिएट अ च्यानल छ, त्यसमा क्लिक गर्ने। त्यसमा क्लिक गरिसकेपछि अलरेडी अब हाम्रो च्यानल जस्तै सेटिङ त केही छैन, तर हाम्रो च्यानल खुलिसकेछ। जस्तै यहाँ तपाई पिक्चर हाल्न सक्नुहुन्छ, तपाई आफ्नो पिक्चर। जस्तै म यो पिक्चर हाल्दिए, सेभ। यो युट्युबको पिक्चर भयो। यहाँ फ्याक्ट नेपाल म यही राख्छु, अनि यो ह्यान्डल नेम दिएछ। यहाँ एडिट पनि गर्न सक्नुहुन्छ र त्यो पनि, तर मेरो यो एकदम एक्युरेट छ, राम्रो छ। म यही खोल्न खोजिरहेको थियो फ्याक्ट नेपालको। अनि अब मेरो सब सेटिङ ठीक छ, नाम ठीक छ, फोटो मैले हालिसकेको छु, ह्यान्डल नेम यहाँ अलरेडी छ। अब यहाँ क्रिएट च्यानलमा क्लिक गरिदिने। अब हाम्रो फ्याक्ट नेपाल च्यानल खुलिसकेछ। अब यहाँ देख्न सक्नुहुन्छ यो च्यानल क्रिएटेड, च्यानल भइसक्यो, बनिसक्यो हैन। त्यही ओरिजिनल सेटिङबाट गएर कसरी यसलाई राम्रो तरिकाको बनाउने त्यो सिकाउँदै छु। सो गाइस, त्यो नर्मल अकाउन्ट बनिसकेपछि अब तपाई क्रोम ब्राउजरमा जानु। क्रोम ब्राउजरमा गएपछि यहाँ सर्च गर्ने, studio.studio.youtube.com youtube.com studio.youtube.मा क्लिक गर्ने। यस्तो आउँछ हैन, कन्टिन्यू टु स्टुडियो। यस्तो किन आउँछ थाहा छ तपाईलाई? किनभने हामी डेस्कटप साइटमा ओपन गरेको छैन, त्यही भएर यस्तो आयो। अब तल यसमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यदि तपाईले जुन च्यानल खोल्नु भएको थियो नि, त्यही जस्तै मैले मेरो नयाँ च्यानल थियो नेपाल फ्याक्ट, त्यहीमा आउँछ। यदि त्यसमा आएन भने यहाँ देख्न सक्नुहुन्छ माथि देख्न सक्नुहुन्छ लोगोमा क्लिक गर्ने। अनि लोगोमा क्लिक गरिसकेपछि यहाँ स्विच अकाउन्ट देख्न सक्नुहुन्छ, स्विच अकाउन्टमा क्लिक गर्ने। स्विच अकाउन्टमा क्लिक गरिसकेपछि यहाँ तपाईले जति च्यानल बनाउनु भएको छ त्यो सबै आउँछ यहाँ। अनि यहाँ मेरो नेपाल फ्याक्ट च्यानल किन आएन? किनभने कि मेरो म्याक्सिमम च्यानल भइसकेछ यसमा केही च्यानल डिलिट गरेपछि मात्रै त्यो आउँछ। त्यही भएर म तपाईलाई अर्को च्यानलको जस्तै सेटिङ गरेर देखाइदिन्छु। अनि जस्तै मेरो अल टाइम फनको म यसको सेटिङ बनाउँछु, त्यसमा क्लिक गर्नु। तपाईको त्यो च्यानल होला नि, त्यसमा क्लिक गर्ने। म मेरो यो अर्को च्यानलमा क्लिक गरेछु। सेटिङ सबको सेमै हुन्छ, एउटै तरिकाको हुन्छ। अब यहाँ तर मेन भनेको यहाँ तल देख्न सक्नुहुन्छ सेटिङ। यो सेटिङमा क्लिक गरेर यो जेनरलमा छ भने बाइ डिफल्ट यो डलर USD मा राख्ने पैसा केमा आउँछ भने त्यो च्यानलमा क्लिक गर्ने। च्यानलमा क्लिक गरेपछि बेसिकमा कन्ट्री अफ रेसिडेन्ट नेपालमा, जस्तै नेपाली भिडियो बनाउँछ, नेपालबाट बनाउँछु भने नेपालको किबोर्ड राख्ने। तपाईको च्यानलको नाम हैन, ताकि सर्च गर्दाखेरि तपाईको च्यानल आओस् भनेर क्यापिटल लेटर स्मल लेटर सबै हालेर यहाँ तपाईको च्यानलको नाम लेख्नु होला। जस्तै यस्तो म पुरै पहिला नेपाल फ्याक्ट यस्तो गरिदिने। यस्तो तरिकाले नेपाल फेरि क्यापिटलमा हाल्ने, यस्तो तरिकाले जस्तै नेपाल किबोर्ड टाइटल राखिदिने। अनि एडभान्स सेटिङमा जाने। एडभान्स सेटिङमा मेन भनेको यसमा केही पनि गर्नु पर्दैन, तर नो सेट दिस च्यानल अस नट मेड फर किड, यसमा क्लिक गरिदिने। यो च्यानल किड्सहरु बच्चाहरुको लागि छैन, किनभने बच्चावाला च्यानल धेरै त्यो मोनेटाइज हुँदैन खास गरी। अनि फिल्टर इन त्यो एलिजिबिलिटीमा जाने। अनि यो अलरेडी इनेबल छ, यसलाई इनेबल गर्नको लागि तपाई आफ्नो फोन नम्बर थिचेर यसलाई भेरिफाई गर्नु होला, अनि त्यो भइहाल्छ। अनि यो मोनेटाइजेसनको बेलामा यो राम्रो काम लाग्छ, यो नागरिकता हालेर त्यो गर्नुपर्छ। अनि सेभ गरिदिने। यहाँ फेरि अपलोड डिफल्टमा यहाँ नेपाल फ्याक्ट डिस्क्रिप्सनमा जस्तै के कस्तोको तपाईको च्यानल हो, पैसा कमाउने फनको यताउतिको, त्यसमा क्लिक गरिदिने। अनि यो ट्यागमा तपाईको च्यानलको थरीको नाम लेख्नु होला, कम्तीमा 15-20 वटा, ताकि मान्छेहरु जुन जस्तो तरिकाले सर्च गरोस् तपाईको च्यानल आओस्, त्यो हो।
अनि लास्टमा सेभ गरिदिने मेन यतिकै यसको सेटिङ हो हेर्नको लागि धन्यवाद।